हेलो एभ्रिवान। सो हजुरहरूलाई कम्पनीदेखि एउटा जिमेल प्रोभाइड भयो होला। ठ्याक्क हजुरहरूलाई कम्पनीले एउटा जिमेल दियो होला आफ्नो डोमेनको ठ्याक्क यसरी चाहिँ हजुरलाई एउटा जिमेल प्रोभाइड गरिदियो होला होइन, इन्टर्नको कि नभए अब हजुर के डोमेनमा काम गर्दै हुनुहुन्छ त्यही रिलेटेड एउटा हजुरसँग जिमेल दियो होला कम्पनीले। त्यो जिमेललाई कसरी युज गर्ने, आफ्नो जिमेलसँग त्यसलाई कसरी लिङ्क गर्ने, कसरी त्यो जिमेललाई युज गर्ने, त्यसलाई स्ल्याकमा अनि त्यसपछि अरू अरू डिफ्रेन्ट प्लेटफर्महरूमा त्यो जिमेललाई युज गर्दाखेरि त्योभन्दा पहिला हामीले त्यो जिमेललाई आफ्नो पर्सनल जिमेलसँग लिङ्क गर्नुपर्छ। म त्यही ठ्याक्क हजुरलाई त्यही सिकाउन गइरहेको छु। हरेक स्टेप्सहरू क्लियरली हेरिदिनु होला होइन। यो हेरिसकेपछि बल्ल हजुरको त्यो जिमेल चाहिँ वर्क गर्छ, नत्र योभन्दा पहिला हजुरले यत्तिकै युज गर्यो भने त्यो जिमेलमा कुनै पनि मेल आउँदैन र हजुरले कुनै पनि मेल सेन्ड गर्न सक्नु हुँदैन होइन। ठ्याक्क अब हेरिदिनु, हजुरलाई ठ्याक्क कसरी कसरी के गर्ने म सिकाउँछु है त। हजुरहरूले कम्पनीमा साइन इन गर्दाखेरि एउटा आफ्नो जिमेल दिनुभयो होला। म आज हजुरहरूलाई यो चाहिँ हाम्रो करियर्सको जिमेल सेटअप गरेर देखाउन गइरहेको छु। हजुरहरूले ठ्याक्क सेम स्टेप आफ्नो जिमेलको लागि युज गर्नु होला। अहिले म यो करियर्सको लागि देखाउन गइरहेको छु। आफ्नो होइन, सबैले यस्तै गर्ने। हजुरले कम्पनीमा एउटा जिमेल दिनुभयो होला यस्तै होइन, कुनै यस्तो कि यस्तो अब कुन कुन आफ्नो एउटा पर्सनल जिमेल दिनुभयो होला। त्यो जिमेललाई कम्पनीलाई भनिदिने कि आफ्नो जिमेल भेरिफाई गरिदिनु। एकचोटि हजुरको जिमेल भेरिफाई भइसकेपछि हजुरलाई यो इनबक्समा एउटा क्लाउडफ्लेयरको मेल आउँछ। म देखाउँछु अब कसरी हुन्छ। ठ्याक्कै यो जिमेलले यसरी रिफ्रेस गर्ने। हजुरको जिमेल कम्पनीले एकचोटि भेरिफाई गरिसकेपछि हजुरलाई यस्तो एउटा मेल आउँछ होइन, भेरिफाई इमेल एड्रेस भनेर। यो इमेल एड्रेस लिभ प्लस टेक्नोलोजीदेखि आछ भने मात्रै भेरिफाई गर्नु होला, नभए नगर्नु होला होइन। ठ्याक्कै यो इमेललाई पहिला यसरी गरेर भेरिफाई गर्ने है। एकचोटि हजुरको इमेल भेरिफाई गरेर सक्सेसफुल भइसक्यो भने त्यसपछि हजुरको इमेल यहाँ भेरिफाई भयो र भनिदिने सर मेरो जिमेल भेरिफाई भइसक्यो होइन। त्यसपछि आफ्नो जिमेललाई कसरी कनेक्ट गर्ने है। पहिला सुरुमा हजुरले यो भेरिफाई गरिसकेपछि सेटिङ्समा जाने, यहाँ जाने, म्यानेज गुगल एकाउन्ट गर्ने है। यो ड्यासबोर्ड खुल्छ। साइन एन्ड सेक्युरिटीमा जाने अनि टु फ्याक्टर भेरिफिकेसन यहाँ अफ छ भने यो पहिला टु फ्याक्टर भेरिफिकेसनलाई अन गर्ने। हजुरहरूको यो खुल्छ होइन। त्यसपछि यहाँ गएर टु फ्याक्टर भेरिफिकेसन अन गर्ने होइन। एउटा अथेन्टिकेटर एप नभए केही सेटअप गर्नुपर्छ हजुरहरूलाई होइन, इन अर्डर टु त्यो गर्नलाई टु फ्याक्टर भेरिफिकेसन अन हो। अब यो हजुरको जिमेल चाहिँ सेट भयो। टु फ्याक्टर भेरिफिकेसन अन भइसकेपछि हजुरहरूले यो एकचोटि भेरिफाई गर्नुपर्ने हुन्छ। यहाँ कबसम्म अन भएछ कि भएन कसरी थाहा पाउने, यहाँ गएर एप पासवर्ड भनेर टाइप गर्ने होइन। यो एप पासवर्ड देखाएको छ भने हजुरको टु फ्याक्टर भेरिफिकेसन अन छ। यो जबसम्म देखाउँदैन तबसम्म हजुरको टु फ्याक्टर अथेन्टिकेसन राम्ररी अन भएको छैन र त्यसलाई फेरि गएर अन गर्नुपर्छ। फर्स्ट टाइममा यो अन भएको हुँदैन, हजुरले यो आफै गरेर अन गर्नुपर्छ। तर यो देखाइसकेपछि हजुरले यसमा क्लिक गर्ने। यहाँ खोलिसकेपछि यहाँ आउने लिभ प्लस LEFCHTECHNOLTIS टाइप गर्ने। यहाँ कम्पनीको नाम लेखिसकेपछि क्रिएट गर्ने। हजुरको एउटा यो पासवर्ड आउँछ, यसलाई पहिला कपी गर्ने कि स्क्रिनसट लिने कि त यसलाई कपी गर्ने होइन। यसरी क्लिपबोर्ड अन गरिसकेपछि यहाँनिर कपी भइहाल्छ हजुरको जिमेल है। यसलाई पासवर्ड कपी भइहाल्छ कि यसको स्क्रिनसट लिने भयो हजुरहरूले। जोस् यो बिर्सिन भएन, यही यो काम लाग्छ हजुरहरूलाई। यो गरिसकेपछि यहाँनिर ठ्याक्क यो क्रिएट हुन्छ होइन। यहाँ जाने, त्यसपछि फेरि यो क्लिक गरेर अब हजुरलाई जिमेल खोल्नुपर्छ। अब यहाँ गएर जिमेल खोल्नु होइन। ठ्याक्कै यो सेक्युरिटी अन भयो, टु फ्याक्टर भेरिफिकेसन टर्न अन भयो होइन। यो सबै भइसकेपछि सेटिङ्समा जाने, सी अल सेटिङ्स थिच्ने, यहाँ एकाउन्ट एन्ड इम्पोर्ट्स भनेर। अब यहाँनिर आएर सेन्ड मेल एज भनेर हुन्छ होइन। यहाँनिर हजुरको जुन जिमेल हजुरको मेन जिमेल हो त्यो हुन्छ। अनि एड एनदर इमेल भनेर हुन्छ। यो फेरि होइन, यो एड एनदर इमेल एड्रेस भनेर हुन्छ। यो सेन्ड मेल एजभित्र गएर यहाँ क्लिक गरिसकेपछि हजुरकै कम्पनी यहाँनिर आफ्नो नाम राख्ने है। यहाँ हजुरहरूको आफ्नो नाम के आइरहेको होला, जस्तो अब हजुर इन्टर्न हो भने INTERN इन्टर्न, त्यसपछि आफ्नो नाम लेख्ने होइन, नभए अरू केही लेखिदिने। सुरुमा चाहिँ सकेसम्म आफ्नो नाम लेख्ने, अगाडि जुन पोजिसन हो त्यो। अब जस्तो हजुरहरू मेन्टर हो भने MENTOR मेन्टर लेख्ने,
होइन हजुरहरू इम्प्लोइ हो भने इम्प्लोइ लेख्ने, हजुरहरू इन्टर्न हो भने इन्टर्न, त्यसपछि आफ्नो नाम लेख्ने। अब म यो करियर्सको लागि सेट गर्न गइरहेको हो, त्यही भएर CA करियर्स लिभ क्लच भनेर यसरी लेखिदिन्छु। यहाँनिर चाहिँ हजुरहरूले कम्पनीले हजुरलाई जुन जिमेल दिएको थियो त्यो हाल्नुपर्छ। अहिले चाहिँ करियर्सको जिमेल यो हो, त्यही भएर यहाँनिर गएर यो ट्रिट एन्ड एलियसलाई क्लिक गरिराख्ने, नेक्स्ट स्टेप गर्ने होइन। यो गरिसकेपछि यहाँ गएर smtp.gmail.com यो हाल्ने, पोर्टलाई चेन्ज गरेर 465 गर्ने। यहाँनिर चाहिँ हजुरको आफ्नो जिमेल, यो जुन जिमेल हो त्यो राख्ने, कम्पनीले दिएको जिमेल होइन कि आफ्नो जिमेल। आफ्नो जिमेल हजुरको के हो भन्दाखेरि यहाँ गएर हजुरले हेर्न सक्नुहुन्छ, यसको जसको कि योवाला जिमेलको यो भयो करियर्स होइन, हजुरले जुन आफ्नो जिमेल होला त्यो हुन्छ होइन। यहाँनिर चाहिँ आफ्नो जिमेल यसरी राखिदिने होइन। आफ्नो जिमेल राखेपछि हामीले ठ्याक्क त्यो पासवर्डलाई कपी गरेको थियौँ नि, यो जुन अघि स्क्रिनसटमा पासवर्ड देखेको थियौँ त्यसलाई कपी गर्ने, योवाला पासवर्ड ट्याक्क रोक्नु है, म देखाइदिन्छु एकचोटि। हो यो पासवर्ड अघि चाहिँ हामीले स्क्रिनसट लिएको होइन हो, यो पासवर्डलाई यो जुन कपी गरेको थियौँ त्यही पासवर्डलाई यहाँनिर त्यही पासवर्ड पेस्ट गर्ने र यहाँनिर आफ्नो जिमेल, कम्पनीले दिएको जिमेल होइन कि आफ्नो जिमेल राख्ने। यहाँनिर smtp.gmail.com राख्ने, यो पोर्टलाई सुरुमा 587 थियो यसलाई चेन्ज गरेर 465 गरिदिने, यसमा टिकाउँछ एड गरिदिने। एड गरेपछि यहाँ नो गरिदिने। हजुरहरूको अब जिमेलमा अझै एउटा जिमेल आएको होला, त्यो चाहिँ एकचोटि जिमेललाई रिफ्रेस गर्ने, यहाँनिर कन्फर्मेसन जिमेल भनेर आयो, यो थिच्ने, योवाला यो जुन यो लामो युआरएल देख्छ यसलाई क्लिक गर्ने होइन। यहाँ गरिसकेपछि कन्फर्म गर्ने। यो कन्फर्म गरिसकेपछि हजुरहरूको के भन्छ, कन्फर्मेसन सक्सेस भनेर। यो कन्फर्मेसन सक्सेस हुने बित्तिकै हजुरलाई यहाँनिर गएर हेर्न सक्नुहुन्छ, सी अल सेटिङ्समा गएर एड इम्पोर्ट्समा यहाँनिर अझै एउटा जिमेल एड भइसक्यो। यो चाहिँ हजुरको आफ्नो gmail.com, यो चाहिँ कम्पनीको डोमेनवाला जुन कम्पनीले हजुरहरूलाई जिमेल प्रोभाइड गरेको थियो त्योवाला जिमेल यहाँनिर एड हुन्छ होइन। यो हेर्न सक्नुहुन्छ हामीले जुन पोर्ट सेलेक्ट गर्थ्यौँ, जुन SMTP सेलेक्ट गर्थ्यौँ त्यो होइन। अब हजुरहरूलाई जस्तो कि मैले यही युज गर्छु त्यही भएर मार्केट डिफल्ट गरेको, हजुरहरूलाई गर्न केही आवश्यकता छैन, गरे नि भयो तर नगर्दा पनि हुन्छ। अब यो चेक गर्नलाई यो कसरी चेक गर्ने होइन, यो चेक गर्नलाई यहाँनिर जाने, यहाँनिर गएर इन्फो नत्र आफू कोही साथीभाइ जोलाई पनि ल, सुरुमा मैले seedx404@gmail.com होइन, उहाँलाई चाहिँ एउटा जिमेल पठाएँ, टेस्ट मेल। यहाँ सब्जेक्ट लेख्न नबिर्स्नु होला, सब्जेक्ट लेख्न बिर्स्यो भने हजुरको मेल स्प्याममा जान्छ। स्प्याममा नजाओस् भनेर जहिले पनि सब्जेक्ट लेख्ने, दिस इज अ टेस्ट मेल भनेर यसरी गरेर यहाँ सेन्ड दिने। अब हेर्न सक्नुहुन्छ हामीले अघि भर्खर एउटा जिमेल सेन्ड गरेको थियौँ, दिस इज अ टेस्ट मेल भनेर। यो चाहिँ हामीले कसलाई सेन्ड गर्थ्यौँ, यो seedx404@gmail.com उहाँलाई सेन्ड गर्थ्यौँ। अब उहाँको मेलमा एउटा करियर्स लिभ क्लचदेखि एउटा मेल आएको छ, दिस इज अ टेस्ट मेल भनेर। हेर्न सक्नुहुन्छ कहिले आएको, January 1st 2026, आजको डेट January 1st 2026 होइन। अब यसरी हामीले जिमेल सेटअप गरिसकेपछि अब हामीले रिप्लाई पनि दिन मिलेछ कि नै होइन, हाई आई गट भनेर यहाँ मैले ठ्याक्क फेरि रिप्लाई ब्याक गरेँ होइन। अब चाहिँ हजुरहरूले ठ्याक्कै यो अब यो आइडीदेखि हजुरको जुन कम्पनीको त्यो माग छ त्यहाँनिर चाहिँ हजुरको मेल आयो होला, यहाँनिर हजुरले ठ्याक्क चेक गर्न सक्नुहुन्छ। एकछिन कहिले कहिले टाइम लाग्छ होइन, देख्न सक्नुहुन्छ हामीले भर्खर रिफ्रेस गऱ्यौँ, यहाँ टेस्ट मेलमा एउटा इनबक्समा आएको छ भनेर, हाई आई हेभ गट भनेर। हो यस्तै गरेर हजुरले आफ्नो जिमेललाई कनेक्ट गर्न सक्नुहुन्छ होइन, जिमेल लेख्न सक्नुहुन्छ। अब जस्तो कि हजुरलाई फेरि मेल लेख्न मन लाग्यो, यहाँनिर चाहिँ आइडी स्विच गर्ने अप्सन हुन्छ है, यहाँनिर हजुरले ठ्याक्क यहाँनिर गएर यहाँ क्लिक गऱ्यो भने यहाँ चाहिँ हजुरको मेन जिमेल होइन, यहाँनिर चाहिँ कम्पनीको जिमेल, यस्तै हजुरले एड जतिवटा जिमेल गर्दै जानुहुन्छ त्यस्तैवटा यहाँनिर आउँछ होइन। हजुरलाई आफ्नो मेल युज गरेर कोहीले मेल पठाउँछ भने यो क्लिक गर्ने आफ्नो जिमेलमा, हजुरलाई कम्पनीको जिमेल युज गरेर कसैले पठाउँछ भने यो कम्पनीको जिमेल सेलेक्ट गर्ने, त्यसपछि चाहिँ कसलाई पठाउनु त्यसलाई राख्ने, यहाँ सब्जेक्ट राख्ने, सब्जेक्ट जहिले पनि राख्ने नत्र मेल स्प्याममा जान्छ, याद राख्नु होला है। ल धन्यवाद।